एउटा कुरा याद गर्नु भएको छ, प्राय छोरा मान्छेहरू रुन त रुन्छन् तर अलिकति समय लगाएर रुन्छन् क्या। छोरी मान्छेहरू चाहिँ एकदमै छिटो रुन थाल्छन्। 5 सेकेन्डभित्रमा छोरी मान्छेहरूको आँखामा आँसु आइसकेको हुन्छ क्या। यस्तो किन हुन्छ होला साथीहरू, थाहा छ? यस विषयमा म मेरो विचार राख्छु। तपाईहरुको विचार के छ कमेन्टमा भन्नुस् है। सबैभन्दा सुरुमा एउटा कुरा सम्झौँ, हामीलाई खुसी या दुखी केले बनाउँछ? परिस्थितिले हैन त। राम्रो परिस्थितिमा हामी खुसी हुन्छौँ अनि नराम्रो परिस्थिति आयो भने हामी दुखी हुन्छौँ हैन। अनि छोरी मान्छे चाहिँ के गर्दा रहेछन् भने परिस्थिति अनुसार चल्दा रहेछन् क्या। जस्तो परिस्थिति छ त्यसमा छिटै रियाक्ट गरिहाल्छन्। जस्तै सानो एउटा राम्रो परिस्थिति यानि कि खुसीको कुरा छ भने एकदम छिटो खुसी भइहाल्ने, धेरै खुसी भइहाल्ने क्या। अनि एउटा नराम्रो परिस्थिति, सानो दुःखको कुरामा पनि छिट्टै रुन थाल्ने क्या, आत्तिहाल्ने। अनि छोरा मान्छे चाहिँ त्यस्तो नहुँदो रहेछ। छोरा मान्छे चाहिँ परिस्थिति अनुसार नचलेर परिस्थितिलाई आफू अनुसार चलाउन खोज्दो रहेछन् क्या। परिस्थितिलाई नियन्त्रण गर्न खोज्दो रहेछन्। त्यही भएर प्राय छोरा मान्छे रुँदैनन् क्या। रुइहाले पनि नियन्त्रण गर्दै रुन्छन्, अलिक ढिलो रुन्छन् क्या। छोरा मान्छेको आँखामा हत्तपत्त आँसु आउँदैन। तर यो नसोच्नुस् कि वरिपरि मान्छे छन्, मान्छेले के भन्ला भनेर छोरा मान्छे नरुको होइन। उसले परिस्थितिलाई नियन्त्रण गर्न खोजेको हो के। कुरा बुझ्नु भयो? के छ विचार कमेन्ट गर्नुस् है।